गाइज हामी चाहिँ गाडीमा बसिसकेका छौँ। हेर्न सक्नुहुन्छ तपाईँले, हामी चाहिँ अब गाडीमा केएल इन्टरनेसनल एयरपोर्ट गइरहेका छौँ। हाम्रो गाडी चलिरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ, यहाँको जङ्गल देख्न सक्नुहुन्छ, यहाँको रोड र यहाँ जुन जङ्गल छ त्यो जङ्गल तेल निकाल्नको लागि प्रयोग गरिन्छ र यहाँ विभिन्न नेपालीहरू यही भिजामा पनि आउने गर्दछन्। हामी चाहिँ एयरपोर्टभित्र छिरिसकेका छौँ। एयरपोर्टभित्र तपाईँले मलाई देख्न सक्नुहुन्छ, म चाहिँ लगेज घुराएर दाइले सही गरेको छु। यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ, हामी दुईवटा यसरी सायद यो मलेसियाको हाम्रो अन्तिम भेट नै होला सायद। लगेजहरू उहाँहरूले वेट राख्नुपर्ने भए हुनाले उहाँहरू आफ्नो लगेजहरू घुराएर बोर्डिङ पास लिँदै हुनुहुन्छ। लगाइज उहाँहरूको छोटो इन्टरभ्यू लिउँ है त। दाइ यहाँ मलेसियादेखि कर्मभूमि छोडेर जन्मभूमि जाँदै हुनुहुन्छ। ल दाइ, हजुरलाई कस्तो लागेको छ आफ्नो घर जान पाउँदा? धेरै धेरै खुसी छु। 4 वर्षपछि आफ्नो देश जान पाएकोमा खुसी छु। जे जस्तो भए पनि देश आफ्नो प्यारो लाग्छ, आफ्नो माटो प्यारो लाग्छ। दुनियाँको सुन्दरता भन्दा पनि आफ्नो चाहिँ प्यारो देश गरिब भए पनि प्यारो लाग्छ। आज म धेरै खुसी छु। हजुर, नेपाल जाँदै हुनुहुन्छ दाइ। यो सबै हाम्रो नेपाल जाने दाइहरूको लाइन हो, सबैजना जाँदै हुनुहुन्छ। दाइ, अनि हजुरलाई कतिको खुसी लागिरहेको छ नेपाल जान पाउँदा, आफ्नो घर जान पाउँदा? खुसी छ नि, जन्मभूमि फर्किन पाउँदा चाहिँ एकदमै खुसी लागिरहेको छ। हामी चाहिँ नेपाल जाने प्रक्रियामा छौँ। गइसकेपछि फेरि चाहिँ नेपालको बारेमा चाहिँ हेर्नुहोस् गाइस, सबैजनाहरूमा चाहिँ वेटिङ लाइनमै हुनुहुन्छ, अहिले भित्र जाँदै हुनुहुन्छ। सबैजना यहाँ लाइन लाग्नुभएको छ। दाइ, के छ दाइ खबर? एकदम खुसी हुनुहुन्छ नि आज? त्यति उत्साहित हुनुहुन्छ हाम्रो दाइहरू, सबै हाम्रो नेपाली दाइहरू हुनुहुन्छ। एकदम सबैलाई माया छ, सबैलाई शोभायात्राको कामना छ। हेर्नुहोस्, मलेसिया हाम्रो यो इन्टरनेसनल केएल इन्टरनेसनल एयरपोर्टमा पनि उहाँहरूलाई बिदाई गर्न आएको छु, विशेष गरी विष्णु दाइलाई। अब सेफ फ्लाइट, सेफ जर्नी, अल अफ यु, मिसिङ लभ यु अल गाइज। म चाहिँ उहाँहरूलाई बिदाई गरेर म चाहिँ आफू पनि फर्केँ, उहाँहरू पनि जानुभयो। हस् त, धन्यवाद। One day ago, the 25th of August, 26. Thanks for watching.